Hi everyone, this is me Sonita Rai and welcome to my YouTube channel Sonita Rai Official Vlog. So I hope तपाईहरु सबैजनालाई सन्चै छ होला र म पनि एकदम ठीक छु भन्दै आजको भ्लग स्टार्ट गर्दै छु। सो आज चाहिँ हामी सल्लेरी बजार घुम्नलाई जाँदै छ। सल्लेरी अस्ति जान चाहिँ गएको, अस्ति चाहिँ बजार लागेको थिएन, तर आज चाहिँ त्यहाँ बजार लाग्छ भन्ने थाहा भएर जाँदैछौँ बजार हामी तीनजना। आउनु ल्याइसके मैले, त्यहाँ ल्याउनु पर्दैन के? म अनि मेरो सासु मम्मी, मेरो बुढा, हामी तीनजना चाहिँ आज सल्लेरी बजार घुम्नेछौँ र तपाईहरुलाई पनि देखाउनेछौँ कस्तो लाग्छ रहेछ सल्लेरी बजार, कस्तो ठुलो लाग्छ रहेछ कि सानो लाग्छ रहेछ अहिले हेर्दै गर्नु होला। सो कतिको भिडभाड हुन्छ। म चाहिँ गाउँको बजारहरू पहिले त गएको थियो, तर यसपालि चाहिँ धेरै समयपछि जाँदैछु। सो गाइज किप वाचिङ। यहाँनिर चाहिँ दुईटा बस्तु गोरु छ, मम्मीले पाल्नु भएको। घाँस दिँदै हुनुहुन्छ मम्मीले, घाँस दिइसक्नु भएछ। अब मम्मी घाँस दिइसक्नु भएको? जाऊ है मम्मी बजार बजार। मम्मीलाई मेरो भ्लगमा स्वागत छ। मेरो भ्लगमा स्वागत छ। ओलो नु खाइम पाके बजार खाइम पाके। ओके बाटो त खत्तम भयो देखिरहेछ। ल मेरो ह्यान्डसम बुढा पनि आइपुग्नु भयो। थ्याङ्क यू ब्लगमा वेलकम गरिदिनु। वेलकम टु माई ब्लग। आज म ब्लग बनाउने हो सल्लेरी बजारको। मम्मी एकछिन पाउनु त, तपाईँको उ त्यो ज्याकेटको टोपी यतापट्टि रहेछ। अहिले तपाईँलाई मैले अहिले भर्खर मोबाइल झिक्दाखेरि त्यही त बन्द गर्नु पर्यो नि त। गाउँ नजाने नै मम्मी? जानुपर्ने, जाने हो मम्मी। जाउँ है, गाउँ जाउँ है यसपालि। बजार गयो है तीनजना। दो खाते हो? सो आज चाहिँ म मेरो सासु मम्मीलाई बजार घुमाउनु लाँदैछु भन्दा पनि सासु मम्मीले चाहिँ हामीलाई बजार घुमाउनु लाँदै हुनुहुन्छ, होइन मम्मी? अनि आजको हाम्रो गाइड चाहिँ हाम्रो मम्मी हो, हाम्री ब्युटिफुल प्यारी मम्मी। अस्ति पनि फाप्लुसम्म पुऱ्याउनु भएको थियो। अस्ति फाप्लु घुमाएर ल्याउनु भयो, अनि आज सल्लेरी बजार घुमाउनु लाँदै हुनुहुन्छ। यो सल्लेरी रक्स, सल्लेरी बजार। सल्लेरी बन पऱ्यो त होइन र मम्मी? गीत गाउँ त मम्मी, तपाईँ र म, तपाईँ छोरालाई त आउँदैन। सल्लेरी बन पर्यो ए सल्लेरी बजार। होइन जाउँ हामी तीनजना आज शनिबार। यो चाहिँ गीत छैन है मम्मी नि? गीत बनाएको त हो। अनि त्यसमा त त्यो पनि चेन्ज गर्नु पर्यो नि त, त्यो उयो पनि लय पनि टोन। हामी तीनजना उतातिर मम्मी
यो गीतहरू बिगार्नुमा चाहिँ तपाईँको छोरासँग सिक्नुपर्छ म साँच्ची हो दाजै दाजै हजुरको घर को दाजै देख्नुभयो मम्मी हामी त केटा जस्तो देख्नुभयो के हो गीतमा जे पनि हँस नि त दाजै म आफूलाई पनि बनेको नसक्छु ए आफूलाई दाजै हो कति लामो है मम्मी मम्मीले मेरो दुख्ने हातलाई तानेर निको बनाइदिनु हुने भयो गर्नुपर्ने त्यही नै हो मोटाएर कुद्छ सल्लेरी बजार पुग्न लाग्यो सो त्यहाँ चाहिँ मेरो साथी पनि आउँदैछ मेरो क्लासमेट पहिला स्कुलको तर अहिले म देखाउँछु मेरो साथी भण्डारी कम्ता बाठी थिएन है त्यो होला हौ मम्मी नि भनेको हो त होइन मम्मी म त धोका भन्ने चिज जिन्दगीमा म कसैलाई पनि दिने छुइनँ भनेको जोक गरेको होइन मम्मी राम्रो छ भने तान्दै 4-5 ल्याउनु पर्ने केटी छ भने केटी छ भने 2टा ल्याउनु पर्ने रे केटा छ भने त 4-5वटा भरे झन् मम्मीले भन्नुभएको ल मम्मीले मेरो पनि छ त गर्नुहुन्छ तर मम्मी अहिले त फेरि कानुन बनेको छ है एउटा बिहे गरेको केटीसँग बिहे गर्यो भने त त्यो केटीलाई पनि सजाय त्यो केटालाई पनि सजाय बिहे गरेको केटासँग पनि बिहे गर्यो भने केटीले त्यो केटीलाई पनि सजाय केटालाई पनि सजाय बराबरी त्यो हो अहिले कानुन बनेको छ अहिले हो केटाले नि बिहे गर्नु भएन केटीले नि बिहे गर्नु भएन बिहे गरेको रे अरूसँग आज त बिहे गर्नुपर्ने त गाह्रो छ हो साँच्ची गाह्रो छ पहिला पनि त्यस्तै हुनु पर्ने कि मम्मीहरूको पालोमा है मम्मी हो सल्लेरी बजार अलिकति भेट्यो होला हौ नि त कति राम्रो लाग्छ नि यो सल्लेरी बजार घुम्न जाऊ आज शनिबार दिन पनि कति राम्रो बजार पनि कति राम्रो मान्छे पनि कति राम्रो मान्छे त झन् कति राम्रो यो फुलको नाम के होला तपाईँहरूलाई थाहा भयो भनिदिनु होला कमेन्टमा मेरो साथी नमस्ते मेरो दिदी नमस्ते हजुर साथी मेरो साथी यता गरेको साथी माथि यही माथि पहिले उता कहाँ बजार जाने होइन जाने मम्मी यो मेरो छेत्रिनी साथी कति अघि छ त्यति नै भन्दै हो पहिले पनि त्यस्तै छेत्री भण्डारी कुनसँग तिमी बिहे गरेको पराजुली अब त पराजुली भयो त नि र पनि छेत्री नै हो नि त छेत्री नै त हो नि होइन केसरी रानी भएको भने दुईजनाको आमाको बच्चाको आमा राम्ररी हतार हतार आएको कस्तो रानी होइन झन् स्लिम भएर आजकल त कति खुसी लाग्यो है साथीहरू आँखा नलाग्ने हुन्छ है मेरो साथीको बिहे गरिसकेको अस्ति गाउँमा हेर्ने हामी आज कहाँ घुम्ने रे आज हामी ऊ चाहिँ मेरो एकदमै मिल्ने साथी हो तर एकदम धेरै सताउँथ्यो के ऊ चाहिँ एकदम बाठी थियो ऊ होइन मलाई भुलाइ पढ्थ्यो होस्टेलमा बस्दाखेरि म पढ्दा चाहिँ डिस्टर्ब गर्नु आउँथ्यो ऊ पढ्दा चाहिँ लुकी पढ्थ्यो उसले टपर हुनुको लागि हो बाठी हो मान्छे होइन हो कि होइन भन त हो कि होइन भन त होइन भन्छ होला यसले तर हो है अलिक क्षेत्रहरू बाटो पर्ने राईहरूलाई तिमी पनि कम थिएन है कति धेरै सताउँथ्यो मलाई म पनि राई भए पनि बाठे हो होइन सङ्गत साथी भएपछि अनि भेना हामीले भेना र
भन्दै अनि कुदेर आएको के केही रेडियोमा कराउनुहुन्न नि कहाँ कराउनु म त यहाँनिरबाट गएको नि तिमीलाई लिन्छु होइन माथि ड्राइभर छ कि छैन सँगै म कस्तो है गाउँको त यो त साह्रै राम्रो लाउने बेला मात्रै टाङ्ने रहेछ अस्ति आफ्नो आफ्नो टाङ्ने हो कि है खसीको मासु जतिकै मिठो हो कपडा भिज्न लागेको भनेको के अहिले म बनिदिन्छु है अनि छोराहरू चाहिँ नलिएको छोराहरू ल्याउँदा ढिलो हुँदैन तिमी कति कता जाऊ छोराहरू डन भइसक्यो है छोराहरू पनि भेट्नु नि त हेर्नु छ छोराहरू ल्यायो भने त फोन काटिसक्यो रहेछ मान्छेले अघि अनि फोन तिमी 0 पोइन्ट भन्ने बित्तिकै म लिन गएको नि त यहीँ थिएँ कति धेरै खुसी भएर के यति रहेछ नि बजार यति है अब त लगभग यति नै हो आज अलिक धेरै लाग्यो तिमी त पनि त केही पनि छैन घुम्ने हो किन्नु भयो नि बजार खाली गरौँ ह्याप्पी ल है ल है मसँग त छैन ह्याप्पी कति लिएर आउनु भयो यो के किनेर आएको यो यिनीहरू त छ र त घरमा कृपया आउनु होला पधारिनु होला कता हौ यहाँ तिमीले चिने हो चिनेकै हो भिड छ के हो बस्न हुन्छ कोही पनि एकछिन चियाहरू पिउनु हुन्छ है तिमी खाना खाएको छैनौ है खान्छौ तिमी खाना पाक्दैछौ भन्दै थियो के भन्नु छ हाम्रो लागि ए भिडियो के भन्नु छ बनाउनु के भन्नु छ पिखेर लेत्ताको छेत्री रहेछ गाउँ अरू अरू ऊ चाहिँ पिके पिएम आम्पीमा ऊ सपिममा मान्थ्यो मान्थ्यो अन्न पुरै खाना ल ल ल मम्मी न त नखाते खा आउँछ हामीसँग जानु ल हाम्रो बारी त्यहाँ चाहिँ अब ओखलडुङ्गातिर लाग्यो है अब के अरे हाइड्रो पावर खोटाङ ल बाई बाई खटाङ